साथीहरू आजको छुट्टीको दिन थकाली खाना मुलाको अचार होइन, सब्जी अनि यो सलादहरू, खसीको मासु छ होइन, यसरी खाइँदैछ नेपाली होटलमा होइन। यो सुँगुरको मासु, सलाद, सागहरू, मुलाको अचार, खुर्सानी, कागतीहरू छ होइन। ल फाइनल्ली खाइ पनि सक्यो होइन। खाएर अब हामी चाहिँ अब बिपी मल साथीहरू बिपी मलतिर लाग्यो। उताको मान्छे लुकेर बसेको छ होइन, उताको मात्रै देखेछ होइन। अनि यता हुन्छ हाम्रो होइन, अनि 5 जना चाहिँ बिपी मलतिर लाग्यो होइन। र यसरी बसमा, लोकल बसमा चढेर हाम्रो यहाँदेखि स्टार्ट भयो। बस स्टार्ट भइसक्यो होइन। अब बस पार्कदेखि अब सिधै अब हामी बिपी मलतिर जाँदैछौँ होइन। गाडी अब बस पार्कदेखि बाहिर हाम्रो गाडी हिँड्यो है, गाडी हिँड्यो। साथीहरू हाम्रो बसको यात्रा यस्तो रमाइलो भइरहेको छ होइन, यस्तै ट्राफिक भइरहेको छ होइन। हामी यसरी निक्लिँदैछौँ बस पार्कदेखि, यसरी निक्ल्यौँ, ट्राफिक आयो, ट्राफिक जाम भयो। मान्छे धेरै छैन, 2-4 जना छ, तर अलिअलि छ मान्छेहरू होइन। यसरी हिँड्दैछ, यस्तो छ मलेसियाको होइन। तर हेर्दै जानुहोस् ल। यस्तो छ साथीहरू मलेसियाको पेट्रोल पम्प होइन। यो सरकारी नै हुनुपर्छ होइन। यस्तो छ पेट्रोल पम्पहरू, यसरी जाँदैछौँ होइन। हाइवेमा जाँदैछौँ है साथीहरू। यो ठाउँको भ्यू बब्बाल आएको छैन। कुनै पहाडको टापुमा एउटा गाउँ बसेको जस्तो छ होइन। पुरा त्यहाँ समतल ठाउँमा होइन, गाउँ बसेको जस्तो पुरा हरियाली, वरिपरि पहाडले छेकेको छ होइन। यहाँ फेरि अब ट्राफिकमा पर्यो होइन, रेड लाइट बलिरहेको छ। ट्राफिकहरू यसरी, गाडीहरू यसरी जाममा परिरहेको छ होइन। एकछिनसम्म जाम हुन्छ अनि कतिखेर खुल्छ थाहा हुँदैन होइन। खुल्नु त अब छिटै खुल्छ। नेपालमा कहिले यस्तो विकास हुन्छ होइन, ट्राफिक लाइटको होइन, त्यसरी कुरेर बस्ने होइन। अनि मैले फेरि यतातिर भ्यूहरू देखाउँदैछु, बसभित्रको यस्तो रमाइलो यात्राहरू देखाउँदैछु। अब ट्राफिक खुल्लै छ, अब हिँड्दैछ गाडी, यसरी हिँड्यो ट्राफिक खुलेर। यस्तो बब्बाल छ। यो चाहिँ हवाली हो होइन, पहिला राजाहरू बस्ने पुरानो दरबार हो। बब्बाल डर लाग्दो छ होइन, जङ्गलको बिचमा कति साल पुरानो हो गरे कि होइन। यो इतिहास बोकेको हो गरे, त्यही भएर यसलाई चाहिँ त्यत्तिकै छोडिरहेको छैन। हाम्रो पनि नेपालहरूमा पनि यस्तै यस्तै हुन्छ नि, पुरानो कथाहरू बोकेको। यो पनि त्यस्तै पुरानो कथाहरू बोकेको घर हो गरे होइन। अनि चटपट यो हवालीको एरिया होइन, त्यो पाइपदेखि यतासम्म त्यो अघि देखाएको उसको एरिया होइन। अनि यो पाइप आइरहेको छ, यो चाहिँ समुद्रबाट पानी लिएर आएर होइन। यो आइसक्यो अब युज गर्ने पानी होइन, पिउनेको लागि युज गर्ने पानी हो। अनि यो चाहिँ फिल्टर बनाएर अनि युज गर्छ होइन, यहाँ खानको लागि। फेरि फिल्टर गरेर यहाँ पानी खान्छ होइन। समुद्रको नुनियालो पानीलाई फिल्टर गरेर गुलियो खालको बनाएर खान्छ होइन। यता नरिवल पाकेर ठिक्क भइसकेको छ होइन। नेपालमा भइदिएको भइदियो कति झारेर खान्थ्यो होला, कति के गर्थ्यो होला होइन। यहाँ चाहिँ अब यात्रा यसरी हो। यहाँ रोक्दैन, उता रोक्छ है। महल आइपुग्यो। यस्तो छ बिपी मलको यात्राहरू, यस्तो खतरा पारेर है, यसरी लागिँदैछ सारा पारेर। ल साथीहरू आइ पनि पुग्यो। यतातिर कुर्ची मसाज चल्दैछ, हाम्रो लामाजी लागिराख्नुपर्छ होइन। कुर्सीले मसाज गर्छ होइन, 5 रुपियाँ हालेपछि 5 मिनट, 10 रुपियाँ हालेपछि 10 मिनट यसरी मसाज गर्दैछ। अनुभव म सुनाउँदैछु ल साथीहरू, सुन्नुहोस्।
हिजो राम्रै ल सक्यो है मसाज सक्यो है अब चाँडो पो भयो बिपी मलबाट निक्ल्यो साथीहरूको हात हातमा झोला छ होइन र बिपी मलबाट बाहिर निक्ल्यो अब चाहिँ गइन्छ अब रुमतिर यस्तो छ रुमतिर जाने हो यो बिपी मलको आकाशे पुल भइहाल्यो बिपी मलको आकाशे पुलबाट यस्तो भ्यू देखिन्छ होइन ल यस्तो खतरा भ्यू देखिन्छ होइन यस्तो बब्बाल छ होइन महल खतरा छ र परको घाममा यस्तो छ होइन यही हो बिपी महलहरू हामी चाहिँ बसको इन्तजारमा गरिरहेको छौँ होइन बिपी महलदेखि अब बस स्टेसन जाने तयारीमा छौँ होइन यसरी बसिँदैछ होइन बसको इन्तजार गर्दैछौँ साथीहरू यतातिर बस्दैछ होइन म चाहिँ यतातिर बस हेर्दैछु बस आएको छैन यसरी बस हेर्दैछु मैले र साथीहरू बिपी महलको यस्तो छ होइन कहानी बस कतिखेर आउने हो कतिखेर जाने होइन त्यतिखेर थाहा हुन्छ बस कतिखेर आउँछ भन्ने पनि थाहा छैन बस आउनु निकै टाइम लाग्छ होला बस आएन अब गराब चाहिँ गरेर जानु लाग्यो होइन गाडी जुन गरेर जानु लाग्यो होइन साथीहरू